Hyundai चाहिँ रेडी भइसकेको टर्निङ सक्यो। हे नवीन भाइ के छ हौ? शुभ बिहानी। चल्दैछ हौ? काम रमाइलो छ के बाबु। कस्तो छ त? युरोमा कति खलिरहेको गाह्रो छ। के भन्छौ त? सजिलो छैन। नेपालबाट ग्रिस डाइरेक्ट आउन खोज्ने भिसा आउन खोज्नेलाई के भन्न चाहन्छौ? काम गर्नुपर्छ त्यही हो। अब कामको अलिक दुःखै हुन्छ पैसा पर्छ। एग्रिकल्चर कोरिया जान र यहाँ आउन सेम त्यस्तो लाग्छ। त्यस्तै हो। कृषि क्षेत्रको जहाँ गए पनि यहाँ गर्ने र त्यहाँ गर्ने। कतिको दुःख छ? दुःख त अब ज्यादा गर्नुपर्छ। जति काम गऱ्यो त्यति युरो आउने हो। ल है साथीको हामी चाहिँ खराङाको लागि टर्निङ भन्छ, खराङ्गा भन्छ। यो तल चाहिँ हामी नेपालीमा चाहिँ ड्याङ भन्छौँ, यहाँ चाहिँ औलाकी भन्ने गर्छ गिर्की भाषामा। त्यस्तै छ साथीहरू। भरे तपाईँलाई टनेल पाल्पमाथि प्लास्टिक हाल्ने गरेको पनि देखाउने छु। यसै टनेल बनिन्छ। यो तलको चाहिँ हाम्रो यो फलामको रडहरू हो। नेपालमा चाहिँ आधुनिकरण गरेर खेती गर्न सकिन्छ जस्तो लाग्छ, तर बजार व्यवस्था छैन। त्यो भन्दै सब्सक्राइब गरिदिनु होला भन्दै बाई बाई।